नमस्कार स्वागत छ हरि ब्लगमा। आज चाहिँ हामी मेरी छोरी चाहिँ के भन्छ यो ट्र्याकमा सेलेक्ट भएकी छिन्। आज उनलाई चाहिँ उसको चाहिँ एकदम अब ट्र्याकमा सेलेक्ट भएपछि एकजोर ट्र्याकमा दौड्ने खतरा जुत्ता किन्नु लाग्यो क्या। अब त्यो जुत्ता उसको ड्रेस सबै किनिदिनु जान लागेको है। अनि तपाईँहरूलाई चाहिँ म अब आज हाम्रो यहाँको मलहरू अनि यहाँको कस्तो हुँदो रहेछ खास चाहिँ अब त्यो मैले चाहिँ तपाईँहरूलाई त्यो यहाँको देखाउन लागिरहेको। अनि अब त्यो चाहिँ हामी अब भन्दै जानेछौँ, देखाउँदै जानेछौँ है त। ल अब लाग्यौँ हामी अहिलेलाई, हामी फाइनली हामी अब निस्क्यौँ है। अनि अब हामी चाहिँ अब अहिले जाँदैछौँ। अब के छ त, तिमीहरू आज के खान्छौ? आज तिमीहरू बाहिर खाने डे होइन? यिनीहरूको चाहिँ खास आज यस्तो हुन्छ। आज यो अब मेरो अफ भएको दिन चाहिँ यिनीहरू प्रायः बाहिर खान खोज्छन्। आज अब के खान्छन्, के खान्छ तिमीहरू? ल म्याकडोनल्ड खान्छ। ल आज धेरै हो म्याकडोनल्ड नखाएको। ल आज म्याकडोनल्ड खाउँ नि त है। के छ त? ल के ल एकदम राम्रो छ आजको हाम्रो वेदर हैन? वेदर पनि एकदम गुड छ है। आज नि गाडी सिक्नुपर्छ बाबा। ल हामी फाइनल्ली हामी अहिले म्याकडोनल्डमा आइपुग्यौँ। केटाकेटीहरू चाहिँ म्याकडोनल्ड खाने भनेको छन्। हामी चाहिँ म्याकडोनल्ड आइपुग्यौँ है। अब यहाँ हामी चाहिँ म्याकडोनल्ड खाने अब आज हामी अब भित्र छिर्दैछौँ। के गर्दैछन् केटाकेटी? अर्डर भइसक्यो? अर्डर भइसक्यो? के अर्डर गऱ्यो? बिर्सु नै यार। के गर्यो? के ल्याएर आइसक्यो? आएको यही रहेछ। र हाम्रो फाइनली हाम्रो म्याकडोनल्ड पनि आइसक्यो है। यता हेर्नु भयो के घोषिनु लाग्यो? हात थियो न आज के छ भाइ? देखिन्छ भनेर क्या न। ल खाम है त। खासै गम खाएको क्या यिनीहरूले। कसरी खान्छ? म त एउटा नास्ता एकै ससमा खाएको छु। मैले त के हो नि? लक फ्राई। लक फ्राई। आजको हाम्रो लन्च चाहिँ अब यही हो। ट्राई गर्नुपर्छ कस्तो रहेछ। गाह्रो छ है गाइस यो त। ल हामी चाहिँ अब म्याकडोनल्ड पनि खाएर निस्क्यौँ होइन। अब हामी निस्किन लागेको। अनि अब खास चाहिँ म गाडीमा बस्दा चाहिँ के गर्छु एक्ज्याक्टली भने तपाईँहरूले के गर्नुहुन्छ, म चाहिँ मेरो छोराछोरीहरूलाई एक्ज्याक्टली मेरा पुराना पहिलाका कुराहरू स्टोरीहरू सुनाउँछु के। त्यो स्टोरीहरू चाहिँ मेरो पहिला जीवनमा घटेका घटनाहरू यी सबै सुनाउँछु। त्यो चाहिँ अब तपाईँहरूले पनि सुन्नु होला है त। अनि खास चाहिँ म अहिले खास चाहिँ अमेरिका आएको चाहिँ अब 12 वर्ष जति भयो होइन। अनि त्योभन्दा अगाडि चाहिँ नेपालमा चाहिँ मैले 14 वर्ष चाहिँ सरकारी सेवा गरेँ कि। अनि त्यसमा चाहिँ धेरै ठाउँ बस्यो, पश्चिमतिर पनि अब धेरै घुम्यो होइन। त्यतिखेर चाहिँ सङ्कटकालको टाइम थियो। अब गाह्रो थियो जागिर खानलाई। तेह्र पनि 14 वर्ष लगभग अराउन्ड 13 पुरा भएर 14 लागेपछि चाहिँ मैले चाहिँ जागिर छोडेर चाहिँ यता आएको हो होइन। त्यसमा चाहिँ अब म धेरै पहिला एयरपोर्ट बसेँ। अनि त्यसपछि त म्याग्दी बसेँ, जुन सङ्कटकालमा चाहिँ म्याग्दीमा थिएँ म। अनि त्यो बेलामा चाहिँ हामीले चाहिँ यो म्याग्दीसम्म मात्रै बाटो थियो, अझ म्याग्दीबाट उता चाहिँ बाटो थिएन कि। अनि त्यो चाहिँ म्याग्दी जमसमको बाटो चाहिँ त्यो जुन अहिले
त्यो बाटो छ तपाईँहरू जहाँ देख्नुहुन्छ कोही अब मुस्ताङतिर जाँदाखेरि त्यो बाटोको ट्र्याक खोलेको चाहिँ हामीले हो कि खास त्यतिखेर आर्मीले खोलेको हो म चाहिँ नेपाल आर्मीमा थिएँ त्यतिखेर अनि त्यो सङ्कटकालमा चाहिँ लगभग 4 वर्ष हामी बेनी बस्यौँ अनि त्यहाँ चाहिँ हामी चाहिँ ठुलो आक्रमणमा पऱ्यो कि त्यो बेलामा अब त्यस्तै थियो समय है अब माओवादीको द्वन्द्वको बेला अनि त्यतिखेर चाहिँ म आक्रमणमा पर्दाखेरि चाहिँ अब धेरै अब भाग्यवश अब बाँचियो भनौँ न त्यो नै अहिले ठुलो कुरो त्यो बाँचियो र अहिले अमेरिका आएर यहाँ सबै अब संसार देख्न पाइयो अनि त्यतिखेर चाहिँ अब त्यो जिन्दगीमा अविस्मरणीय के कहिले पनि नहुने घटनाहरू त्यो चाहिँ लाइक अब कहिले पनि बिर्सिँदैन कि त्यो मानसपटलमा याद आइरहेको छ त्यो बेला घुमेका हिँडेका होइन अनि त्यो बेलामा आक्रमण परेका कति साथीभाइहरू मरेका अनि हामी चाहिँ अब त्यसपछि चाहिँ सबसे ठुलो घटना घट्यो बेनीमा चाहिँ ठुलो आक्रमण भयो माओवादीको अनि आक्रमण भइसकेपछि त्यतिखेर सब ध्वस्त अब भनौँ न अब आर्मीले चाहिँ ठुलो सफलता हासिल गरेको हो त्यहाँ भन्नुपर्छ त्यो चाहिँ अब जोगाइयो भनौँ न रातभरि त्यत्रो अब आक्रमण हुँदा अनि त्यसमा चाहिँ अब हाम्रो इन्जिनियर्स बटालियन हो खास चाहिँ अब त्यो इन्जिनियर्स बटालियनमा चाहिँ धेरै उहरू अब भनौँ न अब हात हतियार एक्सप्लोसिभहरू धेरै थिए बाटो खन्ने सामानमा अनि त्यतिखेर ब्यारेकहरू धेरै ध्वस्त भएको थिए जलेका थिए अनि त्यो घटना चाहिँ अनि हाम्रो चाहिँ त्यतिखेर मसेकर सब राजु नेपाली भन्ने हुनुहुन्थ्यो उहाँको नेतृत्वमा त्यतिखेर चाहिँ ठुलो आक्रमण भयो त्यो बेला आक्रमण भइसकेपछि चाहिँ मैले एउटा गीत बनाएको थिएँ कि त्यो गीत चाहिँ अब कस्तो छ भने गीत भन्ने कि अब त्यसलाई के भने त्यसलाई भागा मिलाएर गाउँदा अब राम्रै हुन्थ्यो त्यो गीत चाहिँ अब 3-4 पान्नाको थियो तर मैले एक्ज्याक्टली त्यो गीत सबै बिर्सेछु अहिले त्यो गीत चाहिँ थियो पछि लेखेर राखेको थियो पछि मसँग पछिसम्म थियो घरमा त्यो भूकम्प आएपछि त्यो भूकम्पले पनि फेरि दुःखद कि अब घर लड्यो सबै भत्कियो अनि त्यो कहाँ पुग्यो क्या हरायो त्यो सकियो क्या अनि त्यतिखेर चाहिँ मैले बनाएको एउटा गीत चाहिँ के थियो भने हे 2060 सालको चैत थियो महिना 7 गते शनिबार ठुलो दुःखद घटना माओवादी विद्रोहीले आक्रमण गरे कति साथी घाइते भए कति साथी मरे ठुला ठुला बमका आवाज बादल सरी धुवा घाइते साथी सम्झँदै थिए घरका आमा बुवा कोहीले डाक्थे श्रीमतीलाई कोहीले छोरा छोरी पागल भई भन्ने गर्थे बिदा भई मरी पोखराको ग्यालिन भन्थे गोर्खाको पानी हेलिकप्टरको बोकाइ भन्थे खायो मिठो मानी अरू धेरै छन् तर मैले एक्ज्याक्टली धेरै बिर्सेछु यार अब धेरै गीत छन् होइन अब अर्को भ्लगमा चाहिँ म तपाईँहरूलाई फेरि सुनाउला है त ल अनि त्यो बेलामा चाहिँ अनि त्यो रातभरि बम ब्लास्ट भयो अरू कहानी त धेरै छन् अरू भिडियोमा भन्छु म होइन अनि मलाई चाहिँ अब त्यो यसमा जोड्न मन लागेको चाहिँ के भने अनि हामी जुन बसेको घर चाहिँ त्यो अब त्यतिखेर चाहिँ यो 5 स्टाइलको एउटा घर थियो क्या त्यो घर चाहिँ त्यो फोल्डिङ घर अब जता लान नि मिल्ने खोलेर उ गर्न नि मिल्ने त्यस्तो खालको तर अब माथिबाट चाहिँ भएको जस्ताको अनि त्यो घर चाहिँ हाम्रो ठ्याक्कै यस्तो अब भित्तामा थियो अनि त्यो घर चाहिँ त्यो बम ब्लास्ट जस्तै भयो अनि त्यहाँ चाहिँ अब त्यो घरै जल्यो कि त्यो घरमा चाहिँ हामी सुत्थ्यौँ होला अब लगभग 15-20 जना जति सुत्थ्यौँ होला अनि त्यो घर चाहिँ पुरै जलेर खरानी भयो कि अनिखेर मैले भन्न खोजेको कुरो चाहिँ त्यतिखेर चाहिँ त्यो जुन त्यो लडाइँ हुने बेलामा चाहिँ म घर आउन लागेको थिएँ होइन अनि घर आउन लागेको थिएँ अनि त्यो बेलामा पैसा अलिअलि जम्मा पारेको थियो क्या त्यतिखेर तलब त एकदम थोरै हुन्थ्यो नि त तलब त अब त्यो बेलामा लाइक अब 22-25 थियो होला जस्तो लाग्छ मलाई त्यतिखेर पनि अब त्यो 22-25 ठुलै पैसा हो अनि त्यतिखेर चाहिँ मैले 12-14 हजार रुपियाँ जम्मा गरेको थिएँ कि घर आउन भनेर अनि
त्यो पैसा त्यसरी जम्मा पारेको अनि पार्दाखेरि चाहिँ त्यो पैसा सबै जल्यो कि अनि त्यो पैसा निकाल्न जानु पर्यो भनेको घर जलेर त्यो पैसाको पिराले अनि मलाई चाहिँ एउटा त्यतिखेरको अब नाम त ठ्याक्कै मैले अहिले बिर्सेँ मेसाप हुनु जस्तो लाग्छ मलाई अनि उहाँले चाहिँ भन्नुभयो नजा अरे ज्यान रहे पैसा त कमाइहालिन्छ नि भन्नुभयो अनि गइनँ त्यसपछि चाहिँ मेरो आफूमा लगाएको त्यो एउटा आर्मीको ड्रेस भन्दा बाहेक चाहिँ मसँग केही नै रहेन के अनि मैले बोकेको एउटा हतियार थियो बन्दुक होइन त्यो बन्दुक चाहिँ अनिखेर अब त्यो साथमा कहिले छोड्दैन थियो त्यो हुन्थ्यो त्यो हतियार र अनि मैले लगाएको जुन लुगा भन्दा बाहेक चाहिँ अनि मेरो केही बाँकी रहेन के सबै खरानी ध्वस्त अनि त्यस्तो भयो अनि त्यसपछि चाहिँ अनिखेर फेर्ने लुगा पनि नाइ के अब एउटा केही पनि भएन अनि मलाई चाहिँ हामीलाई चाहिँ त्यसपछि चाहिँ हामीलाई त्यो म्याग्दी जेसिस भन्नेले चाहिँ कर्मचारी मिलन केन्द्र मार्फत जस्तो लाग्छ मलाई अहिले ठ्याक्कै अनि उहाँहरूले चाहिँ हामीलाई अनि लुगा एक जोर लुगा चाहिँ उपलब्ध गराइदिए क्या त्यो बेलामा अनि त्यही लुगा लगाइयो अनि पछि ब्यारेकले चाहिँ अनि त्यो मेरो पैसा चाहिँ समथिङ कति मैले बिर्सेँ 10,000 चाहिँ 10,000 पैसा चाहिँ मलाई क्षतिपूर्ति दिएको जस्तो लाग्यो कि 10,000 दिए अनि त्यसै गरी आफ्नो एक जोर लुगा नभई त्यस्तो गरी लडियो देशको लागि अब कति रगत पसिना बगाइयो होइन मान्छेलाई नकारात्मक सन्देश जलाइयो भन्लान् त्यो भन्लान् तर अब एउटा 12-14 वर्षको अन्तरालमा देशको लागि अब यही कुरा अब अहिले अब माओवादी अब साथीभाइहरूले सुन्दा पनि अब केही अब अप्ठ्यारो महसुस गर्नुहुन्छ होला उहाँहरू पनि त्यसरी देशकै लागि लडे हो तर पनि हामीले पनि अब देशको लागि कम्ता रगत र पसिना चाहिँ बगाएको छैन त्यो कुरा चाहिँ अब अहिले आएर अब लाग्छ अब हामीलाई पनि अब एकदम देशको लागि गऱ्यौँ यो गऱ्यौँ त्यो गऱ्यौँ भन्ने लाग्छ आखिर अब अहिलेको राजनीतिक परिस्थिति हेर्दा चाहिँ अब हामीले बगाएको रगत पसिना देशको लागि कति साथीहरू अब मरे घाइते भयो अहिले कसैको हात छैनन् कसैको खुट्टा छैनन् होइन कसैका श्रीमान छैनन् त्यो त लाइक अब एकदम देशको लागि एउटा देन हो दिएको हो अब त्यो कुरा चाहिँ आत्मसम्मान त्यस्तै माओवादीहरूको पनि त्यस्तै छ होइन अब उनीहरूको पनि कति हात खुट्टा गुमाछन् त्यो कुरा चाहिँ अब अहिलेको नेताहरूले मनन गर्नुपर्ने हो अब त्यो चाहिँ अब गरे होइन होइन अब त्यो त अब लाइक अब द्वन्द्वको बेला त्यस्तो भयो त्यो नगर्दा चाहिँ अब अहिले चाहिँ आफूलाई एकदम नराम्रो महसुस हुन्छ कि त्यो भएर तिमीहरूलाई चाहिँ मैले खास यो स्टोरीहरू सुनाएको एकचोटि हिँड्दा यसरी सुनाउँछ अब सबै म सुनाउँदिनँ भोलिपल्ट फेरि सुनाउनु पर्छ होइन त्यो भएर आजलाई चाहिँ यो स्टोरी बन्द है त ल फाइनली हामी चाहिँ अब यहाँ के भन्छ आउटडोर मल आइपुग्यौँ होइन हाम्रो आएको के छ आएको यसैलाई आउटलेट चाहिँ किन भन्छ भने जस्तो आउटलेट मल चाहिँ किन भन्छ भने मल भनेको ठुलो बिल्डिङमा हुन्छ बन्द हुन्छ नि त अब यो आउटलेट भइसक्यो आउट हुन्छ सबै बाहिर हुँदैन हुन्छ नि ब्रिफिङ गरिस् त I mean मल अब स्टोर चाहिँ भित्रै हुन्छ तर एकदम खुला खालको ए हो र बिस्तारै गाडी आउँछ गाडी हेर कस्तो नहेरी ल्याएको के लगेज पनि कोही लगेज किन्दै ल्याएको ल्याएर कोही कोही हामी छिर्दैछौँ होइन ल आएको अब खै कहाँनिर ए सेक्युरिटी कहाँ जानु भन हाम्रो यो चाहिँ नर्थ वेस्टको हो होइन नर्थ वेस्ट पनि एकचोटि छिरौँ छिरेको होइन नर्थ ज्याकेटको प्राइस चाहिँ एकचोटि कति रहेछ $120 रहेछ गाइज हामीले चाहिँ खासै केही पाएन कि अलिक महँगो रहेछ होइन आएको के रहेछ रेन्ज के अलिक महँगो रहेछ होइन अब चाहिँ खास हामी चाहिँ अब अन्डर आर्मरमा छिर्दैछौँ होइन कसो ठिकै छ अब अलिक महँगो छ अब
गाइस प्रोहेल जुत्तामा डेली छ त यहाँनिर पुरा हामी भेटको होइन के छ यहाँ यो किटीको सेक्सन रहेछ एसएलटीहरू ल हामीले अन्डर आर्मरमा चाहिँ बुइनले फाइनली एउटा लियौँ है खुसी आएको खोइ देखाउ त कहिले भन्दा तिमी ह्याप्पी अब कहाँ जाने ओके अब नाइक स्टोर जान्छौँ हामी मान्छे कस्तो भिड छ है कहाँ फेरि म जस्तै रहेछ यार है ल ए अब जाँदैछौँ नाइक स्टोर मान्छे कति भिड यार आज त सन्डे नि राम्रो वेदर होला नि होला अन्त नि साथीहरू यसो डान्स गर्यो नि त आएको बाबु डान्स गर्छ गरेको के हुन्छ र डान्सहरू छु म गरिदिन्छु ल हामी अब फाइनल्ली हामी चाहिँ अब कहाँ आयौँ त नाइक स्टोर आइयो ल हामी चाहिँ नाइक स्टोर आएको छ होइन अब नि अब के छ यतातिर नि सबै उ रहेछ है ल त्यहाँ खाने ठाउँ कस्तो छ ल आज लाइन रहन्छ हाम्रो चाहिँ अब यहाँ नाइक स्टोर छिर्दैछौँ आमा कस्तो भिड यार ओहो यो त नाइक स्टोर त बजार लास्ट छ यार सिधै कहाँ जाने तिमी आएको त कता हो त तिम्रो रनिङ सुज कुनामा हुन्छ होला बाले लिएर आएको त यही थियो नि अहिले कहाँ पाँच यार यो त यस्तो छ त यार यहाँ अब 100 सपिङ हुन्छ आएको चाहिँ हेरेको हेरेको छैन कुन चाहिँ राम्रो हुन्छ यो पनि अब यतिमा रहेछ होइन 105 हो ल हामी चाहिँ फाइनल्ली नाइकमा एकजोडी जुत्ता हान्यो कस्तो आएको जुत्ता देखाइदियो त एकचोटि ल मेरो अब पऱ्यो $90 जति अब $90 जुत्ता बुइनले अब दौडिन्छ कस्तो दौडिन्छ थाहा छैन है अब हामी जाने कहाँ फेरि अब कोलम्बिया कोलम्बिया कहाँ जाने कोलम्बिया कोलम्बिया जाने कोलम्बिया के किन्नु छ के न के ल तिम्रो सबै कुरा भयो नि त यस थ्याङ्क यू सो मच बाबा ओहो राजिता लाउन पाए खाना पाएले सबैले त्यसो भन्ने रहेछन् ल जिन्दगीमा के हेर न हेरी पाकी बेलाहरू दुइटै हातमा अरू के हो अर्को चाहिँ अन्डर आर्मर र नाइकी के किन्छ त बाबु म के हेर्ने बस्नु पाउँछ र म मासु खानेकुरा नै अघि खाइहाल्यो अब केही छैन अब हामी कोलम्बिया छिर्दैछौँ है त कोलम्बिया यहाँ चाहिँ के पाइन्छ थाहा छैन ल गाइस हामी चाहिँ फाइनल्ली सपिङ सकेर निस्क्यो है गाडी कहाँ छ कहाँ हो ल फाइनल्ली यहाँ पनि सपिङ सक्यो अब हामी कहाँ जाने हो पार्क किन गाडी सिक्छु भन्छ आज यसले मेरो ठुलो गाडी त चलाउन सक्दैन होला सक्छस् कहाँ छ गाडी खोइ सरी कहाँ छ खोइ तर घाम चाहिँ आज मजाले लाग्यो यार सपिङ गर्ने मान्छेहरूको पुरा ड्याङ नाइकको झोला हल्लाउँदै हुनुभएको छ यहाँ म्याडम चाहिँ एउटा चाहिँ पुरा कपाल मात्रै हल्लाउँछ यता हेर्नु कोही झोला हल्लाउँछ यतातिर कोही कपाल हल्लाउँछ नकिन्ने मलाई चाहिँ कपाल हल्लाउँदै हिँड्ने
है गाइस यस्तै छ हाम्रो त आज यसै गरी चलिरहेको छ अब यहाँ अरू पनि अब यहाँ के हुन्छ को अगाडि बसेको फेरि चेन्ज हो ठाउँ हो र ल है त अब ल चाहिँ अब यहाँ मेरो छोरालाई आज गाडी प्यासेन्जर चाहिँ यहाँ छिने एउटी मेन त अब तैँले चाहिँ अब मेन नडराइकन अनि मेन रिभर्स मोटरसाइकल आउँदैछ तर दस हुन्छ नडराइ न उता नलैजानु ठोक्न आँटिसक्यो फेरि नगर के नडराइकन चला के त तेरो केही गर्दैन त्यो अर्कोले खाँदैन नि होइन मोटरसाइकल आउँछ जान्छ तँ त्यो आत्तिर यतातिर त्यो चढाउन खोज्छस् क्या त्यो नगर न छुट्टीको दिन छोराछोरीलाई सपिङ पनि गरिदिनु पऱ्यो सपिङ गरिदिनु पऱ्यो एउटालाई गाडी सिकाउनु पऱ्यो यस्तै छ नडराइ चला त के हो गाडीतिर आएछ देखिस् आफै गरेर जान्छ कि नडराइ चला यता क्यामेरा अर्को हुनेवाला ड्राइभर नि यहाँ चाहिँ यो ड्राइभर नि त आगोबाट कहिलेबाट तिमीले सिक्ने कहिलेबाट रे सेप्टेम्बर फेरि मैले सिकाउनु पनि त होला नि मलाई हायर गर्छु त पैसा तिर्नुपर्छ फेरि ल पार्किङ गर्दा ल यसको पार्किङ हेर्छु अब मैले पार्किङ गाडी हेरिस् पहिला दायाँ आएको छैन छ यहाँ स्टप गरेर आयो कहाँ छ गाडी आइरहेको छ हो तैँले गाडी हेरेको थिइनस् कि के गरेको यो त भएन नि त यस्तो पार्किङ हुन्छ यसको पार्किङ चाहिँ ठिक छ कि छैन भनेको पर्फेक्ट पार्किङ चाहिँ पर्फेक्ट गर केटाले होइन सिक्दैछ ल अब पख गाडी आउँदैछ पख पार्किङ पर्फेक्ट छ बाबु ल एकछिन ल सिधै जा त्यसमा हाल त अलि अघि जा अलि जा अझै जा अलि जा फोरे ल भयो भेरी गुड ल गाडी हेर दायाँ बायाँ सबै ल ठिक छ ल सिधै जा नडराइ मैले भनेको कहाँ छु त्यहीँ ठ्याक्कै त्यो ब्यालेन्स मिलाएर हाल गाडी काट अब काट भएन बाङ्गो भयो त्यहाँ गएर काटेर फेरि अर्को गाडीलाई छइहाल्छ नि भएन फाइनली म चाहिँ यो गाडी ड्राइभर मात्रै पनि होइन गाडी सिकाउने होइन म चाहिँ हल्का एक्सर्साइज गर्छु फाइनली चाहिँ हामी चाहिँ यो पार्कमा आइसकेका छौँ होइन यहाँ चाहिँ अब हाम्रो आकि यहाँ मेरो चाहिँ के हो डान्स पर्फर्मेन्स हेर्छिन् रे फाइनली म चाहिँ अब हल्का एक्सर्साइज पनि फेरि खत्रै गर्ने मान्छे हो क्या म चाहिँ फेरि आज चाहिँ यो खुट्टु दुखेर आयो एकदम भएको छ होइन कस्तो होला अनि म चाहिँ एक्सर्साइज पनि गर्छु अब यस्तै छ यो अब डान्स पनि आउँछ मलाई त फेरि भनेर भन्नु पनि होइन के लोकगीतमा नाच्ने के लोकगीतमा नाच्छु कता हिँड्ने हो बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर हामी हेरेको हेरै केटो हेरेको हेरै कस्तो डान्स